皆さん、こんにちは。元気ですか？日本語教師のビジェです。今日もよろしくお願いします。आज म तपाईहरुलाई लेसन 6 को इभिनिङ नेपाली भाषामा बुझाउँछु है त। सुरुमा छ तपाईको तापेमास। तापेमास भनेको खानु भन्ने बुझिन्छ। ओके। त्यसपछि नोमिमास। नोमिमास भनेको पिउनु भन्ने बुझिन्छ। अनि सुइमास। सुइमास भनेको चाहिँ स्मोक गर्नु हो। जस्तै तपाईले चाहिँ सिगरेटलाई के भन्छ त ताबाको। ताबाको हो सुइमास भनेको चाहिँ स्मोक गर्नु भन्ने सिगरेट चाहिँ स्मोक गर्नु भन्ने बुझिन्छ। ओके। अनि छ मिमास। मिमास भनेको हेर्नु। किकिमास। किकिमास भनेको सुन्नु। अनि अर्को किकिमास भनेको सोध्नु भन्ने पनि बुझिन्छ है। योमिमास। ओमिमास भनेको चाहिँ तपाईको रिडिङ गर्नु, पढ्नु हैन। खाकिमास। खाकिमास भनेको लेख्नु। खाइमास। खाइमास भनेको चाहिँ तपाईको चाहिँ किन्नु। तोरीमास। तोरीमास भनेको चाहिँ खिच्नु। जस्तै स्यासिन हो तोरीमास। स्यासिन भनेको फोटो। स्यासिन हो तोरीमास भनेको चाहिँ फोटो खिच्नु। सिमास। सिमास भनेको चाहिँ तपाईको कुनै पनि एक्सन गर्नु। जस्तै खेल्नु हैन। त्यसपछि केही पनि गर्नुलाई के भन्छ त सिमास। आइमास। आइमास भनेको भेट्नु। जस्तै अब तोमदा चिनी आइमास साथीलाई भेट्छु भन्ने हुन्छ है। र हजुरले के बुझ्नु पर्यो भन्दाखेरि तापेमास देखि तपाईको सिमास सम्म यसको अगाडि चाहिँ के लाग्छ तपाईको पार्टिकल ओ लाग्छ है। जस्तै कुनै पनि एक्सन गरिन्छ अनि त्यसपछि गएर चाहिँ अब्जेक्ट आउँछ। अब्जेक्ट र यो भर्बको बीचमा के लाग्छ तपाईको पार्टिकल ओ लाग्छ र पार्टिकल ओ को बारेमा चाहिँ हामीले ग्रामरमा अझै राम्रोसँग बुझ्छ। ठीक छ। योभन्दा तल चाहिँ हामीले अलरेडी लेसन 5 मा डिस्कस गरेको मिनिङ रहेछ हैन। जस्तै गोहान। गोहान भनेको खाना हैन। आशा गोहान भनेको बिहान खाना। बिहानको खाना मतलब ब्रेकफास्ट। हिरु गोहान भनेको चाहिँ तपाईको बिहानको खाना। अनि त्यसपछि बान गोहान भनेको चाहिँ बेलुकाको खाना। ओके। अनि त्यसपछि पान। पान भनेको ब्रेड। तमागो भनेको चाहिँ अन्डा। निकु भनेको चाहिँ मासु। साखाना भनेको माछा। यासाई भनेको भेजिटेबल र कुदामनो भनेको चाहिँ तपाईको चाहिँ फ्रुट्सहरु। ठीक छ। अनि तामागो र ताबाकोमा नझुकिनु होला है। तामागो भनेको चाहिँ अन्डा। ताबाको भनेको चाहिँ सिगरेट। ओके। अनि त्यसपछि तपाईको मिजु। जस्तै मिजु भनेको के हो त पानी। ओच्या। ओच्या भनेको तपाईको चिया है। जस्तै तपाईको चाहिँ ग्रीन टी है। ग्रीन टी। अनि कोच्या। कोच्या भनेको चाहिँ तपाईको के छ त ब्ल्याक टी। यसरी बुझ्नु होला। ओच्या कोच्या भनेको चिया भन्ने बुझ्नु होला है त। जिउन्यु। जिउन्यु अथवा मिरुकु भनेको चाहिँ मिल्क अर्थात दूध भन्ने बुझ्नु होला। ज्युसु। ज्युसु भनेको जुस। अनि बिरु। बिरु भनेको चाहिँ के हो तपाईको बियर है। ठीक छ। एउटा बिरु भनेको चाहिँ तातेमनो अथवा बिल्डिङ भन्ने बुझिन्छ भनेको बिरु भनेको चाहिँ के हो तपाईको बियर। अनि ओसाके अथवा स्याके भनेको चाहिँ तपाईको चाहिँ अल्कोहल। रक्सी। ताबाको भनेको चाहिँ सिगरेट। ओके। अर्को चाहिँ तपाईको तेगामी। तेगामी भनेको चाहिँ लेटर अथवा चिठी। रेपोतो। रेपोतो भनेको चाहिँ रिपोर्ट। स्यासिन। स्यासिन भनेको फोटो। भिडियो। भिडियो भनेको चाहिँ भिडियो। मिसे भनेको पसल। निवा भनेको गार्डन। सुकुदाई। सुकुदाई भनेको चाहिँ होमवर्क। टेनिसु। टेनिसु भनेको चाहिँ टेबल टेनिस। साक्का भनेको फुटबल। हानामी अथवा ओ हानामी भनेको चाहिँ जापानमा चाहिँ तपाईको साकुरा भन्ने फुल फुल्छ। त्यो फुल हेर्न जानुलाई चाहिँ के भन्छ त ओ हानामी यो सिमास अथवा हानामी यो सिमास भनेर भन्ने गरिन्छ। ओके। हानामी भनेको चाहिँ फुल हेर्ने सिजन अथवा फुल हेर्ने सिजन भनेर बुझ्दा पनि हुन्छ। नानी। नानी भनेको के भन्ने बुझिन्छ है। अर्को यो भन्दा अगाडि चाहिँ हामीले नान भनेको पनि के भन्ने बुझाएको थियौँ। नानी भने पनि के हुँदो रहेछ त के। ठीक छ। इस्योनी। इस्योनी भनेको सँगै चोतो। चोतो भनेको एकैछिन। इचुमो। इचुमो भनेको प्रायः जसो। तोकिदोकी। तोकिदोकी भनेको चाहिँ कहिलेकाहीँ। सोरेखारा। सोरेखारा भनेको चाहिँ त्यसपछि अथवा चाहिँ अब देखि भन्ने बुझिन्छ। सोरेखारा भनेको त्यसपछि। ए भनेको चाहिँ एस भन्ने बुझिन्छ। ए भनेको चाहिँ के छ हो अथवा एस भन्ने बुझिन्छ हैन। अनि ई देश्ने भनेको चाहिँ राम्रो छ। राम्रो छ है भन्ने बुझिन्छ। ई देश्ने भनेको चाहिँ ओके। वखारीमास्ता भनेको बुझे भन्ने भइहाल्यो। अनि खाइवामा चाहिँ तपाईको नान्देस्का। नान्देस्का भनेको के हो भन्ने बुझिन्छ। अनि ज्या माता आस्था। ज्या माता आस्था भनेको चाहिँ सी यु टुमरो भोलि भेटौँला भन्ने भयो। अनि तपाईको मेक्सिको। मेक्सिको भनेको मेक्सिको भन्ने देश भइहाल्यो कन्ट्री। ओसाका देपातो भनेको चाहिँ एउटा डिपार्टमेन्ट स्टोरको नाम। ओसाका देपातो। सुरुया। सुरुया भनेको चाहिँ एउटा रेस्टुरेन्टको नाम भनेर बुझ्नु होला। फ्रान्सुया। फ्रान्सुया भनेको पनि एउटा सुपरमार्केट। अनि त्यसपछि गएर माइनिचिया भनेको चाहिँ एउटा माइनिचिया भन्ने सुपरमार्केट अथवा पसलको नाम। ओके। यति भइसकेपछि अब तपाईहरुले चाहिँ मैले लेसन 6 को मिनिङ सबै नेपाली भाषामा बुझाए। 6 को भोकाबुलरी सकियो। राम्रोसँग याद राख्नु होला। अर्को भिडियोमा भेटौँला। जय मिनासन। आरिगातो गोजाइमास। जय माता ने